तपाईँहरू पनि यस्तै गल्ती गरेर फेल त हुनुभएको छैन? स्टप स्टप स्टप, पक्का 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 पक्का। तिमीले कति राउन्ड घुमायो भन त? मैले सर यो 2 राउन्ड घुमाएको। 2 राउन्ड घुमायो। ल हेर त चक्का चक्का बाङ्गो भएर यता लाइन छुन लागिसक्यो। तिमीले ऐना पनि हेरेन जस्तो छ होइन? हजुर 2 राउन्डबाट घुमेर 3 राउन्ड भयो। एकचोटि अगाडि आऊ त अलिकति, यति अगाडि आऊ त, यही टायर राखेर आऊ है अगाडि। बिस्तारै आऊ बिस्तारै आऊ बिस्तारै आऊ आऊ। स्टप। तिमीले यहाँ ल्याएर गाडी रोकेको थियौ, हाम्रो राम्रोसँग ल्यायो रोक्यो होइन? हजुर अब चक्का घुमाऊ मतिर पुरै। अब घुमाऊ 2 राउन्ड, एक र आधी, 1 2 हो। यसो यति मात्रै गर्नु पर्थ्यो। तिमी चक्का सिधा गएर सिधा पछाडि जानु पर्ने थियो, तर तिमीले के गर, एक राउन्ड अझै घुमाउ त। अब यसो एक्स्ट्रा राउन्ड घुमाइदियो कि एक्स्ट्रा। अब अहिले त यतापट्टि घुमाएपछि त गाडी उतापट्टि जान्छ होइन? हजुर अब अघि यतापट्टि फर्केको गएर गाडी यता गयो, त्यो भएर त्यो चाहिँ एकदम ध्यान दिनु पर्यो। ल एकचोटि फेरि गएर आऊ त अगाडि, एकदम ध्यान दिनु पर्यो है तपाईँहरूले पनि। यो चक्का सिधा भएको छ कि छैन भनेर जान्नु पर्यो, बुझ्नु पर्यो। अनि नत्र यस्तो भाइ पास भइसकेको मान्छे पनि झनै फेल भएको थियो, त्यो चाहिँ याद गर्नु पर्यो। धन्यवाद।